यो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज म तपाईहरुलाई एआई भिडियो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। सो लेट्स स्टार्ट द भिडियो। सबैभन्दा पहिले तपाईले गुगल क्रोम एप्लिकेसन खोल्नु पर्ने हुन्छ, जस्तै कि म अब खोलेर देखाउँछु हजुरलाई। गुगल क्रोम खोलिसकेपछि तपाईले यहाँ सर्च गर्नुपर्ने हुन्छ च्याटजीपीटी। च्याटजीपीटी सर्च गरेपछि यो फर्स्ट लिंकमा क्लिक गर्नु होला। यहाँ तपाई लगइन हुनुहुन्न भने लगइन गर्नुस् र लगइन गर्नु भएको छैन भने यो एआई भिडियो बनाउन चाहिँ हजुरहरुले मिल्दैन। र लगइन गरिसकेपछि यहाँ एप्स भन्ने सेक्सनमा जानुहोस्। एप्स भन्ने सेक्सनमा गइसकेपछि यहाँ माथि जीपीटी भन्ने अप्सन देखिएको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ अप्सन देख्नुहुन्छ तपाईले सर्च जीपीटीज भनेर, यसमा क्लिक गरेर तपाईले अब्जेक्ट टक भनेर सर्च गर्नुहोस्। सर्च गरेपछि यो फर्स्ट जुन 2 मिलियन वाला छ, यो 3 मिलियन वाला यसमा नि छ, तर यो हिन्दी वालालाई हो। यो 2 मिलियन वालामा क्लिक गर्नुहोस्। स्टार्ट च्याटमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि तपाईले कस्तो खालको भिडियो बनाउन चाहनुहुन्छ त्यसको यहाँ डिस्क्राइब हल्का परिचय दिनुहोस्। र जस्तै कि म एउटा एक्जाम्पल दिन्छु, पोटेटो टकिङ इन नेपाली ल्याङ्ग्वेज। इन्टर गरेपछि यहाँ अब यसले प्रम्प्ट दिन्छ हजुरलाई। प्रम्प्ट र डायलग दुटै दिनेछ। यो चाहिँ हाम्रो प्रम्प्ट हो। जस्तै कि अब प्रम्प्ट चाहिँ हामीले यसरी पनि कपी गर्न मिल्छ र यहाँबाट सिम्पली यहाँ क्लिक गरेर पनि कपी गर्न मिल्छ। यो कपी गरिसकेपछि यो विन्डोलाई क्लोज नगर्नु होला र यहाँ Ctrl+T दबाएर नयाँ ट्याब खोल्नु होला, नभए सिम्पली यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि एउटा वेब खोल्नु होला, जेमिनाई भन्ने। जेमिनाई सर्च गरेपछि फर्स्ट लिंकमा क्लिक गर्नु होला। फर्स्ट लिंकमा क्लिक गरेपछि अघि नै जुन हजुरले कपी गर्नुभएको यो थियो, यसलाई यहाँ गएर पेस्ट गरिदिनु होला। पेस्ट गरिदिनु भयो भने हजुरले केही पनि गर्न पर्दैन, यसले आफै हजुरलाई इमेज बनाएर दिन्छ र त्यही इमेजलाई हामीले नयाँ वेबसाइटमा गएर भिडियोमा कन्भर्ट गर्नुपर्ने हुन्छ। अब यसले हल्का टाइम लिन्छ र त्यही भएर हामीले नयाँ ट्याब चाहिँ खोल्ने छौं। नयाँ ट्याब खोलेपछि यहाँ हजुरले सर्च गर्नुहोस् फ्लो एआई। फ्लो एआई सर्च गरिसकेपछि यो फर्स्ट लिंकमा चाहिँ क्लिक गर्नु होला। फर्स्ट लिंकमा क्लिक गरिसकेपछि हल्का स्क्रोल गर्नु होला तल। अझै स्क्रोल गर्नुहोस्। यहाँ स्क्रोल गरिसकेपछि जेमिनाई ओम्नी भन्ने यहाँ देखिएको छ। यहाँ ट्राई इन गुगल फ्लोमा क्लिक गर्नुहोस्। यसले नयाँ वेबसाइट खोल्छ र तपाईहरुले यहाँ आफ्नो इमेल आईडी सँग साइन इन गर्नुपर्ने हुन्छ। जस्तै कि मैले यो चाहिँ सेलेक्ट गरे। सेलेक्ट गरिसकेपछि यहाँ साइन इन भइसक्छ र यो 50 गुगल फ्लो क्रेडिट भनेको चाहिँ अब तपाईले 50 गुगल फ्लो क्रेडिट्समा दुईटा भिडियो बनाउन मिल्छ र यो क्रेडिट चाहिँ दिनदिनै रिफ्रेश हुन्छ र यो दिनदिनै 50 दिन्छ हजुरलाई। र यो क्रेडिट भएन भने तपाईको एआई भिडियो बनाउन मिल्ने छैन। र यो साइन इन भइसकेपछि अब तपाईले यहाँ जेमिनाईको ट्याब खोलेर यो आलु पोटेटोको इमेज डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड भइसकेपछि यहाँ च्याट जीपीटी मा गएर यो डायलगलाई चाहिँ कपी गर्नु होला। Ctrl+C और राइट क्लिक गरेर कपीमा क्लिक गर्नुहोस्। न्यू प्रोजेक्टमा दाब्नुहोस्। यहाँ प्लस वाला आइकनमा क्लिक गरेर अपलोड मिडियामा क्लिक गर्नु होला। अघि नै जुन हजुरले जेमिनाईबाट डाउनलोड गर्नुभएको इमेज थियो त्यसलाई यहाँ सिलेक्ट गरेर एकछिन यो टाइम लिन्छ। यहाँ इमेज आइसकेपछि यहाँ एउटा अप्सन देखा पर्छ एड टु प्रम्प्ट भन्ने। यसमा सिम्पली एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अघि नै जुन हामीले कपी गरेको यो डायलग थियो यसलाई यहाँबाट यसरी कपी गरेर फेरि मैले कपी गरेको छु।
कपी गरेर यहाँ गएर पेस्ट गर्नु होला। राइट क्लिक गरेर पेस्ट पनि गर्न सक्नुहुन्छ, नभए Ctrl+V दाबेर पेस्ट पनि गर्न सक्नुहुन्छ। यहाँ तपाईले ओम्नी फ्ल्यास भन्नेमा क्लिक गर्नुहोस् र मोबाइलको लागि गर्दै हुनुहुन्छ भने 916 गर्नुहोस्। यहाँ इमेजमा सेलेक्ट भएको हुन्छ सुरुचोटि, यहाँ भिडियोमा सेलेक्ट गर्नुहोस्। फ्रेम्स र इन्ग्रेडियन्ट्समा फ्रेम्समा सेलेक्ट गर्नुहोस् र यदि तपाईले पीसी को लागि लङ भिडियो बनाउँदै हुनुहुन्छ भने 16.9 मा सेलेक्ट गर्नुहोस् र 1x 2x 3x 4x भनेको छ 2x मा सेलेक्ट गरेर ओम्नी फ्ल्यासमा सेलेक्ट गर्नुहोस् र 4 सेकेन्ड 6 सेकेन्ड 8 सेकेन्ड 10 सेकेन्ड भनेको छ 10 सेकेन्डमा सेलेक्ट गरेर सेन्ड वाला अप्सनमा क्लिक गर्नुहोस्। तपाईको भिडियो यहाँ जेनेरेट हुँदै गरेको छ। एकछिन टाइम लिन्छ। अब हामीले यो क्लोज गर्न मिल्छ। हजुरहरुले Ctrl+W गरेर क्लोज पनि गर्न मिल्छ र यहाँ क्लिक गरेर क्लोज पनि गर्न मिल्छ। मैले चाहिँ Ctrl+W गरेर क्लोज गर्छु। यो पनि क्लोज गर्न मिल्छ। अब हजुरहरुले तपाईहरुलाई अरु पनि दिने छ यहाँ, तर हजुरलाई जुन मन पर्छ त्यही गर्नु होला। अरु सब्जीहरु पनि दिइराको छ, तर मलाई आलुको मात्र गर्न छ। मैले गरिसकेको छु र मैले अब यो ChatGPT लाई क्लोज गर्ने छु। भिडियो क्रिएट भइराको छ। यहाँ भिडियो क्रिएट भएर रेडी भइसकेको छ र अब हामीले यसलाई प्ले गर्ने छौं। कृपया ध्यान दिएर सुन्नु होला। म आलु हुँ, सबैले मलाई साधारण ठान्छन्, तर म ऊर्जाको राम्रो स्रोत हुँ। फ्रेन्च फ्राइज मात्र होइन, म तरकारी, अचार र धेरै परिकारमा काम लाग्छ। मलाई सही तरिकाले पकाउँदा स्वाद र पोषण दुवै पाइन्छ। यहाँ तपाईले देख्नु भएको छ हजुरको एआई भिडियो बनेर तयार भइसकेको छ र यो पनि हेरिदेऊ। म आलु हुँ, सबैले मलाई साधारण ठान्छन्, तर म ऊर्जाको राम्रो स्रोत हुँ। फ्रेन्च फ्राइज मात्र होइन, म तरकारी, अचार र धेरै परिकारमा काम लाग्छु। मलाई सही तरिकाले पकाउँदा स्वाद र पोषण दुवै पाइन्छ। र अब यो भिडियो त बन्यो, तर तपाईले अब यहाँ गएर डाउनलोडमा क्लिक गर्नुपर्ने हुन्छ। डाउनलोडमा क्लिक गरिसकेपछि यो अटोमेटिकली डाउनलोड हुनेछ। यो डाउनलोड भएर रेडी भइसकेको छ र यसमा डबल क्लिक गरेर मैले यसलाई ओपन गर्ने छु। अब मिडिया प्लेयरमा चाहिँ गएर अब यो खुल्ने छ र म आलु हुँ, सबैले मलाई साधारण ठान्छन्, तर म ऊर्जाको राम्रो स्रोत हुँ। फ्रेन्च फ्राइज मात्र होइन, म तरकारी, अचार र धेरै परिकारमा काम लाग्छु। मलाई सही तरिकाले पकाउँदा स्वाद र पोषण दुवै पाइन्छ। तपाईहरुले देख्न सक्नुभएको छ एआई भिडियो बनेर रेडी भइसकेको छ र यदि तपाईहरुलाई यो भिडियो केही पनि मद्दतगार लाग्यो भने मलाई प्लिज सब्स्क्राइब गरिदिनु होला र तपाईहरुसँग केही डाउटहरु छ भने तल दिएको कमेन्ट बक्समा लेखिदिनु होला। म अवश्य नै हेल्प गर्नेछु र धन्यवाद भिडियो हेर्नको लागि। थ्यांक यू।